down, down. Hey guys, welcome to my new vlog, new day, new vlog. अनि भ्लग पनि त्यति साह्रो आएको छैन भन्दा बनाएकै छैन, कहीँ गएको नि छैन, त्यसैले चाहिँ आएको छैन। त्यसैले आज चाहिँ यसो छोटो मिठो बनाइदिउँ भनेर कोसिस गरिरहेको हो। हेरौँ अब के हुन्छ। हाम्रो चाहिँ फेरि मेरो दाइ, प्यारो दाइ, दाइलाई चाहिँ फेरि कसले बोकाएको यस्तो चाहिँ मेरो दाइलाई। दादा दादालाई जस्तो नबोकाउनु पर्थ्यो। हेपेर मेरो दाइलाई मजा भयो, शीतल आनन्द। अनि पानी त छैन है क्या एउटै होइन त, माथि पानी छ होला नि। यहाँ कहाँ पौडी खेल्ने, पौडी नि खेल्ने हो। लास्ट गरम भइरहेको छ। गरम त थुन्नुपर्छ नि मोमा। ओइमा अन्त देख्न सक्नुहुन्छ यो माछा त। त्यही हो गाइस, हामी चाहिँ टक्क खोलामा आइपुग्यो। कस्तो छ भ्यू, भ्यू बाल छ नि। भ्यू त मार्छ नि। टाउको बनाउनु पर्यो भन्दै थियो। त्यो अङ्कलले एडिट गरेको कि छैन त्यो अहिलेको 3 जना कि 4 जनाको। त्यो सुरुमा चाहिँ मेरो टाउको अर्को लगाइदिएको रहेछ कि सेम दामी क्या टाउको पनि राम्रो फोटोको। यस्तो जिल्लामा यस्तो किन यति राम्रो बनाउनु भनेर चाहिँ अर्को हालिदिएको अरे। ल त त्यसले नै बनाइदिएको क्या मलाई। फेरि यस्तो बनाएको थिएँ तर चुली यहीँ छ, चुली पनि। गर्मी त लाग्छ कति। ला हो बेहुलालाई त कल्लै छोड्दैन। अझै पुग्नु चाहिँ आँट्यो तर गर्मी लास बबाल छ, देख्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तो छ फेरि, यस्तो गरिन्छ होला। मैले बनाउँछु अनि अब खानेपानी त हुँदा त हिँड्छ त हौ, होइन त? खानेपानी सबै तल सारिहाल्यो। शुभकामना झै। त्यही हो गाइस, अब भ्लगहरू आउँछ बिस्तारै बिस्तारै म बनाउँदैछु। के छ गाइजहरूको हालखबर? अल गुड होला, मेरो पनि गुड नै छ अहिलेसम्म।
हाँसेकै छ बाँचेकै छ त्यही त हो नि मेरो देख्नुहुन्छ आफूमा चाहिँ दामी बनाएर छ कि टक्क टक्क चढ्ने यहाँ पौडी खेल्नु पर्छ होला कहिले पुगिन्छ टक्क पौडी खेल्नु भइसक्यो गर्मीले अनि ओइ कहाँ पुग्यो लास्ट गर्ने भयो यार अम्मा अनि मेरो दाइहरू टक्क अगाडि हुनुहुन्छ बाटो देख्नुहुन्छ देख्न सक्नुहुन्छ बाटो कहाँबाट भन्नु साइडबाट हो यस अब चाहिँ चढ्नै पर्ने हुन्छ मामा ए अनि चाहिँ गाइजहरू अगाडि बढिसक्नु भएको छ म पनि बढ्दैछु बाटो एकदम अनि पानी छैन भने पानी त अनि बगाउला जस्तो छ त आइपुगेको यस अब चाहिँ हामी आइपुग्नु आँट्यो है त गाइस यस हामी चाहिँ आइपुग्यो ए आम्मा ल फाइनली आइपुग्यो यही हो हाम्रो चाहिँ ठाउँ स्विमिङ पुल हाम्रो यही हो यत्रो गरेर आएको सेटअप हाम्रो भइसकेको छ कस्तो सेटअप चाहिँ देख्नु सक्छ खै हाम्रो मासु खै मासु चाहिँ फेरि यहाँ टक्क मासु पाक्दैछ अनि हाम्रो यहाँ पोलाई फेरि हाम्रो चाहिँ फेरि पोलाई चाहिँ फेरि बब्बाल छ है दाइले फेरि बब्बाल पोल्दै हुन्छ ल दाइले त सब्सक्राइबै गरेको रहेन अब बिल्ला भइहाल्यो नि यहाँ कस्तो हुन्छ मेरो दाइ कस्तो हुँदैछ एकदम दामी भइरहेछ यस हजुर दाइ हाम्रो घुम्ने ठाउँ हो बसेर यस ओइ बकर जा त्यो अचारले त मेरो दाइले बोल्नै दिएन यार क्या हामी चाहिँ खाँदै गरेको केटा म हुनु थियो यो त्यो पहिला पल्टाउन भन्दैन दाइले अचार खाँदै भातमा खाइहाल्यो नि जिन्दगीमा नि मान्छे कालो बनाउनु अरे क्या अरूले रङ बदल्छ अरे तर कालो मान्छेले बदल्दैन अरे होइन बक्का के हो बक्का यसलाई चाहिँ कराउँदैन मलाई त मुख छाडिहाल्छ त अनि ज्वाइँलाई त जे भन्दा मै भन्ने बक्का त मेरो जिग्री हो त
अनि के भनेर सुरुमा चाहिँ बक्करदालाई चाहिँ गएर भाडा बोक चामल बोक किन भनेको त यार बक्करले के भन्यो भने नि साथी पैसा छैन भने ठिकै छ नि त बक्कर घरदेखि अलिक चामल बोक मैले भनेको नि होइन बक्कर बोक्दान भइगयो त नि अलिकति कतिजना तर हाम्रो त अनि अर्को यत्रोजना नि हुँदैन थियौँ होला प्रायः सुरुमा त धेर त भनेको थियौँ नि सुरुमा त त त्यो छैन गेडा त तपाईँ हेलो के छ मेरो दादा हामी ठिक छौँ हो र मामा के छ यो हो हाम्रो ग्रुपको यो हाम्रो ग्रुपको सबभन्दा कालो मान्छे नि देखाइदेऊ न तर गोरे हुनुहुन्छ है, त्यति कालो नि हुनु अझै त्यो कट्नु अझै कालो कट्नु नदेखाउनु भाइ ठाउँ चाहिँ बब्बाल छ म त्यस्तो छु भनेर पानी पनि सफा तर मैले डराउनु पर्छ है मैले वन मान्छेहरू अघि देखिरहेको वन मान्छे नै जस्तो लाग्यो कस्तो अक्कलले हान्ने डराउँछ यस गाइस अब चाहिँ हामी टक्क सरसफाइ गरेर खोसेर चक्क राखेर चल्दिन आँटेको यस अब हामी चाहिँ लागिसक्यो टक्क यो गाइस जिन्दगी यस्तै भइरहेछ के यता यस्तो यता यस्तो त्यही हो अब चाहिँ हामी पानी ट्याङ्की आइपुग्न आँट्यो खुट्टाहरू नि वाह चप्पल यस्तो त्यही हो रमाइलो भयो गाइस तपाईँहरूलाई कस्तो भयो रमाइलो भयो होला तर त्यति साह्रो राम्रो त बनाउनु पाइएन भन्दा नि रमाइलो गर्ने हो म त्यतिकै यसो इन्जोयको लागि मात्रै हो बनाएको भिडियो होइन अनि त्यही त हो नि चप्पल छुट्टिएपछि खिची भन्नु गाह्रो छ त्यही हो यति भन्दै अब चाहिँ यहीँ समाप्त गरौँ होला पिस गाइस ए झन्डै चप्पल आएछ फेरि ल गाइस बाई बाई सी यू